यहाँबाट गएपछि मयर धाप निस्किन्छ यहाँबाट अनि मयर धापबाट फेरि तलतिर लाग्ने ए ए अनि यहाँबाट फेरि तलतिर लागेर सिधै जाउँ न सिधै ए ए ल ल हस् धन्यवाद ल ल जाउँ न यदि त्यसो यतैबाट जाउँ त ल अहिले हामी यो चाहिँ कति नम्बर वडा नम्बर 13 होइन ए 14 है ल 14 नम्बरमा हामी आइसकेको छ अहिले होइन यहाँ रातो माटीबाट छिरेर 14 नम्बर आइसकेछ अब हामी यहाँबाट चाहिँ हेलो हेलो यहाँबाट हामी मयूर धाप हुँदै अनि पदम पोखरी निस्केर पदम पोखरीबाट अनि वनस्पति पार्क निस्केर त्रिवेणी धाम हुँदै राप्ती निस्केर आजको राइड हाम्रो चाहिँ छोटो राइड बिहानको मर्निङ राइड सिक्ने छ अपडेट गर्नु छ धन्यवाद हेर्दैन हजुर हो र छ र आजको हाम्रो यो विकली राइड हिमालयन राइडर्स एमटिबी सब के सरी हिमालयन राइडर्स सोसाइटीको हाम्रो विकली राइड चाहिँ हामी वनस्पति अनुसन्धान केन्द्र मकनपुर भनेर यो चाहिँ कति नम्बर पर्छ अरे यो 14 कति नम्बर पर्छ हैन अनि आजको हाम्रो यहाँ वनस्पति उद्यानभित्र घुम्न लाग्यो तर चाहिँ यहाँ टिकट चाहिँ बन्द भइसक्यो भने रहेछ त्यही भएर अनि अहिले हामी चाहिँ 13 नम्बर 13 नम्बर वनस्पति चाहिँ मा आएको छ अनि आज हामी यहाँ अहिले टिकट नखुलिसक्या भएर हामी चाहिँ फर्किन पर्यो 10 बजे मात्रै खुल्ने रहेछ त्यही भएर हाम्रो चाहिँ आजको यो गेटैबाट भ्रमण गरेर हामी चाहिँ फर्किँदैछौँ कुनै समयमा पछि फेरि आउनेछौँ अब आजको राइड अब हाम्रो यहाँबाट त्रिवेणी धाम हुँदै राप्ती रोड निस्किएर अनि बजार निस्किन्छौँ ल हेर्दै रहनु ल अहिले हामी चाहिँ यो 13 नम्बर वनस्पति एरियामा छ यो चाहिँ यो है ल धन्यवाद तपाईलाई